हेर्नु होला अर्कोबाट हामी गेट इन्ट्री हुने बित्तिकै अब यो हाम्रो ओह्रालो बाटो सुरु हुन्छ कुन्तातर्फ हामी राइट टर्न गर्छौँ यो ट्याक्सी गएकोपट्टि नै हो अब हामी भक्तपुर जिल्लालाई छोडेर काभ्रे जिल्लातिर प्रवेश अघि नै गरिसकेका छौँ बाटो चाहिँ सुधार हुँदैछ अर्को चोटि आउँदाखेरि पिच हुँदा राम्रै छ बन्दै छ यहाँको भ्यू चाहिँ दामी छ देखेर आने त्यही हो गाडी छोड्नु यो चाहिँ त्यो के अरे यसलाई के भन्छ अरे यसलाई के हुन्छ अरे त्यो उ गर्ने त्यो लामाहरू त्यस्तै गर्छ ऊ त्यो एउटा राम्रै गर्छ ड्रागन्सहरूको हामी चाहिँ उता जाने कुन्तातिर हामी सफलता र म चाहिँ पानीमा भिज्दैछु यहाँ अनि यहाँ चाहिँ एकदम पुग्यो हामी चाहिँ कहिले काहीँ पानीमा भिजाउने मजा आउने रहेछ अनि हामी चाहिँ पानीमा भिजिरहेछौँ सिम 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 परिरहेछ पानी चाहिँ अनि हामी चाहिँ त्यहाँ जाने त्यहाँ खाल्टोतिर हामी चाहिँ कुन्ता जाने हो कुन्ता बेसी जाने हो अनि हामी चाहिँ पानीमा भिज्दैछौँ मजा आइरहेछ तर धेरै पानी पनि परेको सिम सिम त्यस्तै परेको सुन्नु होला तिनीहरू अनि राम्रो छ भ्यू पनि हेर्नुहोस् त यहाँ कि झरना छ गाइसहरू अनि यहाँ जाडो चाहिँ भएको छैन मलाई चाहिँ उसलाई चाहिँ भयो मलाई चाहिँ धेरै जाडो भएन अझ जाडो भइरहेको छ हामी चाहिँ मकेबारी पुगे गाइस हामीलाई मकेबारी पुगे भ्यू हेर्नुहोस् त कति राम्रो यो ठाउँको नाम चाहिँ पहिला मकै हुने थियो अनि त्यही भएर मकेबारी हो यो ठाउँमा चाहिँ धेरै मकै फल्थ्यो अनि त्यसैले यहाँको बासिन्दाहरूले चाहिँ मकेबारी नाम हालेछ यहाँ पहिला चाहिँ मकै हामीले सुनेको चाहिँ त्यही हो कस्तो फोहोर रहेछ पानी चाहिँ अलिकति फोहोर रहेछ पहिला चाहिँ अलिक सफा थियो अनि यहाँ कति धेरै पानी बगिरहेछ
घुम्दै यहाँ पुगे अनि यहाँ चाहिँ मन्दिर पनि रहेछ ठाउँ ठाउँमा मन्दिरहरू त्यस्तो छ ऊ यहाँ चाहिँ पानी रहेछ अनि यहाँ चाहिँ माछाको फार्म पनि छ माछा खान मलाई अनि आउनु होला यहाँ चाहिँ माछाको फार्म पनि छ यही हो यही हो यहाँ माछा यसको नाम चाहिँ मिठो हुन्छ भनेर सुनेको थियो बाइसँग हेलो गाइस हामी चाहिँ नगरकोट यहाँसम्म आइसक्यो त्यो माथि नगरकोटबाट यहाँ चाहिँ धानहरू पनि रहेछ अहिले काट्ने बेला भएको होला अनि हामी चाहिँ गाउँ चाहिँ गाउँ रहेछ थाहा भएन हामीले त्यसरी मिस्टेक भयो सरी फर द्याट यो चाहिँ गाउँ आइरहेको छ हामी कुन्टा गाउँको नाम चाहिँ कुन्टा गाउँको नाम चाहिँ कुन्टा हो गाइस अनि हामी चाहिँ गइरहेछ अनि त्यहाँ कुन्टाको हामी बस्ने घर छ नि त्यसको अलि उता पोखरी पनि छ माछाहरू हुन्छ मामा भाइ पनि मामा नै सुन्दर फोटो गाइस हामी चाहिँ अहिले रोहिणी पुगेको छु अनि यहाँ चाहिँ राम्रो छ भने पुग्नु लागि 10-15-20 मिनट हो माथि चाहिँ जङ्गल छ रोहिणी सुन्दर रोहिणी राम्रो छ रोहिणी ठाउँ जङ्गल छ धुरी राम्रो छ खोला झरना जस्तो आउँछ आउँदैछ गाइस फुल पारी हो गाइस त्यसरी यसपालि चाहिँ फुल पारी चाहिँ सफा थियो पानी परेर यहाँ चाहिँ आउँदाखेरि हामी खेलाएको थियो तर पहिला तर यसपालि चाहिँ सफा पानी आएन अनि त्यही भएर किन्नै पाएन गाइस अनि यो रिभरमा चाहिँ भ्याकुता पनि आइरहेको थियो अनि त्यताखेरि त माछा पनि थियो यहाँ चाहिँ काफलहरूको त्यो पाउँछ मैले बिर्सेँ त्यो ओरेन्ज कलरको बिर्सेँ अब चाहिँ हामी बाहिर लाग्छु यतापट्टि लेफ्ट यहाँ कुन्टा बेसी आयो यताबाट गयो भने चाहिँ कुन्टा बेसी उताबाट गयो भने चाहिँ गुरुङ गाउँ अनि यताबाट पछाडि गयो भने चाहिँ यो कुन्टा बासरा यतापट्टिको ठाउँ चाहिँ कति राम्रो छ पहाडहरूमा हिल्स हामी चाहिँ खास पुग्यो अब उता देखाएर अर्कोतिर कस्तो शीतलका भएर फ्रेस हुन्छ अझै बाँकी छ रेस्ट गर्ने ठाउँ हो अनि यहाँ चाहिँ खानेकुराहरू पनि पाउँछ बस्ने ठाउँ पनि हुन्छ दसैँको बेलाको यहाँ पिङ पनि राखेको हुन्छ दसैँको बेला चाहिँ झन् राम्रो हुन्छ देख्छ हेर्नुहोस् यहाँ नि चरा छ तर देखाउन पाएन
रिभर जस्तै हो पानी छ यहाँ चाहिँ अनि एउटा कुरा चाहिँ मलाई अलिक कस्तो लाग्छ त्यो कुरा हो चाहिँ तल आउँदाखेरि कान बन्द हुन्छ क्या अलिकति गाईहरू भर्खरै कान बन्द भयो अब चाहिँ हामी कुन्टा पुग्नलाई 11 मिनेट बाँकी छ उतै 11 किलोमिटर कुन्टा पुग्नु अगाडि भन्दा हामी तपाईँहरूलाई चाहिँ राम्रो पहाड गाउँहरू घरहरू देखाउँछु यहाँ चाहिँ कस्तो राम्रो छ यहाँको बाटो चाहिँ अलि राम्रो भएको रहेछ पहिला भन्दा पहिला चाहिँ कस्तो नराम्रो थियो अहिले चाहिँ पिच रहेछ हामी चाहिँ अब तल्लो सिमी पुग्यो यहाँ चाहिँ फरक नामको ठाउँहरू छ बस्तीहरू यहाँ माथि जङ्गलहरू धेरै छ अनि यहाँबाट चाहिँ राति अब कुन्टा बेसी पुग्नलाई 10 किलोमिटर बाँकी छ अनि यहाँ चाहिँ माथि जङ्गल भएको हुनाले हाम्रो मामा घरतिर चाहिँ राति त्यो स्याल जस्तो आउँछ मैले चाहिँ देखेको छु दसैँमा मैले चाहिँ देखाएको थिएँ राति अनि यहाँ चाहिँ अलिकति त्यो पहिरो के गरेर अलिकति उ भएको छ नभए राम्रै छ पानी परेर चाहिँ उ भएर सक्यो त्यहाँ पहाड सफा नभएको रहेछ हेलो गाइस यहाँ माथिबाट चाहिँ नाला जान्छ अनि यहाँ तलबाट चाहिँ कुन्टा बेसी जान्छ अनि यहाँ चाहिँ नगरकोट जान्छ अनि यहाँ माथिबाट चाहिँ नाला जान्छ अनि यहाँ चाहिँ हस्पिटल एरिया यो पानी पर्ने सिजनमा चाहिँ आज चाहिँ बल्ल पानी परेन चाहिँ ठुलो हामी चाहिँ भगवान्लाई धन्यवाद भन्न चाहन्छु अनि पानी परेन आज चाहिँ त्यस्तो बेसरी हिजो चाहिँ परेको थियो हिजो पनि परेको थियो जहिले पर्थ्यो तर आज चाहिँ त्यति परेन छ त्यसैले हामी अलिक खुसी पनि छु थोरै पानी परिरहेको छ त्यसमा हामीले मजा गरिरहेछौँ यस्तो टाइम चाहिँ कहिले आउँदैन हो गाइस यस्तो टाइम चाहिँ कहिले आउँदैन हेर्नुलाई कस्तो डाँडा छ धेरै यहाँ त्यो हेर्नु न कस्तो राम्रो त्यहाँ राम्रो खाले उ छ त्यो
अलि धेरै मजा आउने रहेछ। यो कुरा चाहिँ सोरै मिस गरेछ। बल्ल म चाहिँ बाइकमा आएछु। म चाहिँ बल्ल गाडीमा गएन छ। म पनि नआउने कुरा थियो, तर हामी चाहिँ कति भयो नि त नगएको, त्यसैले आज आएको। मेरो चाहिँ नजाने प्लान थियो, अनि फेरि म आइदिएको। अब पुग्नको लागि चाहिँ 10 किलोमिटर बाँकी छ। अब चाहिँ हामी सिधै पुगेपछि वा अहिले नि गर्न सक्छौँ हामी। गाइसहरू, हाम्रो मामा घर चाहिँ यो टावर छ नि, त्यसको पछाडि पर्छ। दारा छ नि, दारा देखिरहेछ नि, त्यो चाहिँ हाम्रो पुरानो त्यहाँ बस्तीहरू थियो। अनि अहिले पनि छन त छ, तर अहिले चाहिँ धेरै मान्छे बस्दैन त्यहाँ, बसाइसराइ गरेको छ। धेरै ऊ थियो, त्यो व्यवस्था थिएन नि त, त्यसैले अहिले व्यवस्था भएर यहाँ तल झरेको छ, पहिला थिएन। अनि त्यो चाहिँ त्यहाँ माथि जानको लागि चाहिँ अलिक धेरै टाइम लाग्छ नि त। पुरो टावर देखिरहेको छ नि, अनि यो चाहिँ चर्च रहेछ। अनि यहाँ चाहिँ पिङ्क बनाउँछ गाइसहरू दसैँमा। ल, अघि देखाएको टावर चाहिँ यही हो। हामी आइपुगिसक्यो। अब चाहिँ मामा घर पुग्नको लागि चाहिँ अब धेरै टाइम लाग्दैन, 1 मिनट लाग्छ। 1 मिनट। कस्तो राम्रो राम्रो फ्लावरहरू छ यहाँ चाहिँ। अनि यहाँको खेतीपातीहरू पनि राम्रो छ, वातावरण राम्रो छ। अनि गाइसहरू, यहाँ चाहिँ हरियाली छ। हेलो गाइस, फाइनली हामी मामा घर पुगिसक्यो। हामी चाहिँ सकुस्थल, हामी चाहिँ राम्रोसित पुग्यो, केही भएन। हामीलाई चाहिँ सकुस्थली पुग्यो। हामीलाई चाहिँ यही हो हाम्रो चाहिँ गाइसहरू मामा घर। मकैबारी पनि छ यहाँ धेरै। कस्तो लाग्यो कमेन्ट गर्नु होला गाइसहरू।